पर्छ कोही बेला कोही आउँछ खाना खाने हुन्छ हाल्न त मैले धेरै हालेको मैले हाल्दा बेसी भन्छ मैले अहिलेसम्म त्यसरी धेरैजनालाई पकाउनु पर्यो नि छैन छोरी र म मिल्ने रहेछ मेरो छोरी हजुर मिल्नु हुनुहुन्छ मेरो छोरीले आमै एक भारीका छन् दुईजनालाई भने नि सर्लक्कै पाँचजनालाई पुग्छ क्या त्यो खाना हाम्रो आमाले मलाई भन्नुहुन्थ्यो यसलाई दुईजनालाई पकाउने नभन है यसलाई पकाउने भन्दा तिनजनालाई पाक्ने छ भने एकजना नभन भन्नुहुन्थ्यो आमाले क्या दिदीलाई मैले त्यस्तै पकाउने हो नि त फेरि मेरो छोरी पनि हात साह्रै ठुला छन् मेरो पनि ठुला छन् हात म त थोरै त जान्दै जान्दिनँ खै कहाँबाट गयो भने मेरो छोरी त्यस्तो गोता मसँग आयो नि मैले छुट्टी जानु लाग्यो बुढाबुढी ल ल मम्मी इन्जोय गर्नु भनेछन् बिहानी छ छोरी म त हिजोदेखि त कसैसँग सम्पर्क दिन्छु दिदीले आमाहरूले यो छुट्टी जाने भने कहाँ गयो बम आउँछ बहिनी बम आउँछ अलिक ख्याल गर है अनि हजुरलाई सोध्दै थिएँ म कुरा गरिरहन्छु नि त आउनुहुन्छ नि नभए त किन जान्थ्यो त अनि मैले यो त पाएको जस्तो लाग्यो मलाई राम्रोसँग पकाउँ काँचो मासु त त्यो जस्तो भयो हो राम्रो पकाउनु पर्छ कसले मासु त राम्रो पाक्दै सकेसम्म मासु नै पाके होइन म त काँचो त घिनलाग्दो खाना पनि हो भएको कुरा कस्तो साह्रो हिजोबाट केही खाएको छैन तर मलाई भोक भनेको त आएको छैन त्यत्तिकै खुसी लाग्ने है छुट्टी जाने भनेपछि त्यसै हर्छ के त्यत्तिकै भएको कुरा न तान्नु त एउटा दियो पाकेको छैन तान्नु नि तान्नु अब यी तातो छन् नि कहाँ कसरी तान्ने जाने बाबै यसरी तान्नु गर्व नरायण तान्न पनि सिकाइदिन पर्ने त्यसमा सक्ने भएँ म ल गाईहरू मासु तान्न पनि सिकाउन पर्छ पाकेको पाकेको छैन अनि खाइन्छ भने आम कति मासु खाएका मासु खानेमा आम अब हामी हेर भिमासी पनि आएको भए त कति रमाइलो गर्नु हुन्थ्यो कस्तो माया आएको छ साह्रै रमाइलो गर्नुपर्ने मान्छे हो नि भिमासी पनि अब म त हिजो दिन्छु भने है भनेको छोरीले छुट्टी दिन्छ यस्तो कुरा गरेँ भनेर भने लुलुलुलुलु भन्दा कम्ता आफै डराउनु भयो छोरीले त जाने भनेको थियो नि सबै आएका थिए अरे मान्छे नै आएर छ भिमा डराउनु भएको के अन्त आफूले डराएपछि त अब हामीले भन्नु कि छोरा केही कहाँ खुट्टा पखेटा लगाएको छ नि त काटेपछि त नराम्रो पर्ने हो अब उहाँको काम यत्रो वर्षको काम होइन अब जबरजस्ती बोल्ने कुरो पनि आउँदैन एउटा आँट गरेर म चाहिँ हो भने आँट गरेर हिँड्थेँ सबै कुरो हो अब हुन्थ्यो भने म भए पनि हुन्थ्यो नभए पनि हुन्थ्यो खासमा भन्ने हो भने अन्त अस्तिको घाउ हेरेपछि त डरै लाग्यो बाबै पाएको जस्तो लाग्यो नि त मलाई पाकन त पाके जस्तो देखियो के अरे एकैछिन हालेर ए खानेमा हो त्यो पाके छ कि छैन चाखेको है चाखेको चाखौँ अनि पाके ठिक छ धेरै एकचोटि यतापट्टिको यो छेउको पनि फर्काइसक्यो त त्यहाँ बलिरह फेरि एकरो डरला नि म चाहिँ क्यामेराम्यान है गाइजहरू ए कहाँ चिप्लेको बिमारी मान्छेहरूलाई त्यसरी चिप्लिने काम नगर बा त्यसलाई चिप्ले त के हुँदैन मलाई बाटा भङ्ग पर्छ कि नि यस्ता दुब्ला मान्छे बस ए कहाँ हिँडेको भाइ मान्छेले आँखा देखेन यता उता हुर्किएन बारीको माटा डल्लो पनि हाने कहिले ओल्लो डल्लो कहिले सके आज यताउता कागज के अरे पत्रिका ओछ्याउनु पर्छ कि मान्छेले त बाबै
आमा देख्दिन माटा डल्लो यस्तो पो छ गर्मी भयो जाडोले गाउने मान्छे अहिले त लास्ट अघि त एकपल्ट त बसेर एकछिन रुनु अनि त्यहाँबाट उठ्नु भोग्नै लाग्यो नि हजुरले त अघि दिउँसो नि के खानु भएन बिहान त्यति बेला निस्किए घर आनी के खानु भयो अनि कम भोक लाग्छ त्यत्रो बाटो आउनु हजुर सबै सब भेटुने रहर त अर्कै हुन्छ के रहर पनि चिन्ता नि भयो क्या बिचरालाई मोबाइल छैन भएको मोबाइलमा ब्याट्री सकिने बित्तिकै कहाँ जाने के गर्ने सानो टेन्सन भएको थियो मलाई समेत उ भएको थियो नि तर यो सिलाई मैले आइडिया लाएर त्यो बुढीको फोनमा कुरा गर्न पर्यो भने आफूलाई पेट पोले एकचोटि कल हुँदैमा चाहिँ मुस्किल चाहिँ यहाँ भन्नुपर्ने हो नि भनेर बिहानै हजुरको मिस कल देखेको अनि मलाई थाहा थियो हजुरलाई भत पोलेको छ भन्ने कुरा क्या कतिचोटि कल गरेको होइन के भएको छ कि सन्चो नभएको कि अनि पछि मात्रै पो मैले मोबाइल भोइस सुनेर नि भोलि कल गर्न लाउनु भने यामा कति लाठी हो त नि भोलि कल त गर्ने अब मोबाइल अफ भयो भने केमा गर्ने होला त कमसेकम बुढीको नम्बर छोडेर राख्नुपर्छ नि के गरे इन्दिरा सिसी यस्तो भोलि कल कहाँ गर्ने बुढीको नम्बर दिएको भए त हामीले गर्थ्यौँ बुढीले बुझिहाल्थ्यो नआउने भने बुढीले होइन अनि म नुहाउँछु ल भने नुहा भने अनि त्यहाँबाट नुहाउनु त सघाउनु पर्दैन उसलाई लुगाहरू लगाइदिनु सघाउनु पर्छ अनि नुहाइमा भन्यो नुहायो भने मेरो त हेर्न कस्तो बाया भयो भनेको के भयो भने मेरो त मोबाइल चार्ज हुँदैन मेरो मोबाइल त केही काम गर्दैन भनेको मेरो मोबाइल लैजा जता बोल्नुपर्छ खोप्सी छ तँलाई त्यस्तो मजाको बुझ्ने बुढी भन्यो अनि त्यहाँबाट मैले 10 बजी त्यसले कल गर्नु भनेको छ फिक्स गर्नको लागि कतिखेर जाने भनेको बुढीले 9 बजीदेखि चन्द्रा कस्तो पेट पोल्छ नि त यिनीहरू त समयमै गर्नुपर्छ हिँड्ने अनि कस्तो भने भटपट्टि जाँदिनँ अनि बुढीलाई चाहिँ कस्तो पिर पर्दछ नि यो घुम्न पनि पाउँदिनँ सामान किन्न नि पाउँदिनँ शुक्रबार सबै बन्द के गर्नु न मेरो गाडी छ भएको गाडी पनि दिइहाले भन्छ लाइसेन्स छ भने तेरो म गाडी मागिदिन्छु लिएर जा नातिले मेरो गाडी लगेको छ मेरो गाडी त हो नि भन्छे बुढी है के भन्छे दिनभरि आज 9 बजी ठिक परेको म हिँड्ने दिँदाखेरि बुढीले मलाई केही काम गर्दैन नङपालिस पुसिन्छ अरे कति जाने मेकअप गरेको बिग्रिन्छ अरे लुगा बिग्रिन्छ अरे काम केही गर्न आउँदैन सिसिक्क ऊ कफी खाएको बिहान कफी खाएको गिलासहरू सबै त्यतिकै छ कति ज्ञानी के कस्तो बुझ्ने अनि के भन्छ भने तैँले मैले कफी खाए गिलास हेर्न यहाँ के भोलि निर्देशन गर्न कोही आउँदैछ अनि कति ज्ञानी लु गाइजहरू 8 मिनटको भिडियो भएछ हजुरहरूले कति खानुभयो आँखाले खानुभयो होला हामी मुखले खान्छौँ आउनुहोस् सबैलाई स्वागत छ यहाँ अझै पोल्नलाई एक भाँडा छ यी देख्नु भएको छ म बिरामी मान्छे पोलेर पाक्दैछ अरू पाक्न ला लु अहिलेलाई भने यो भिडियोबाट बिदा अर्को भिडियोमा हेर्नु होला सेकेन्ड पार्ट